हेलो सर, के गर्नु भएको? गुड मर्निङ। अरे तपाईँ के गर्नु हुँदैछ? ए म अरे आज मेरो मर्निङ मेरो बुढेको तयार दिन्छ म नि मुटुबाट तिमीलाई गुड मर्निङ आज मेरो तर्फबाट है र तिमी त हाँस्दै चाहिँ किन भन्दैछौ? अहिले म उता बाहिर जाने त त्यही लागि म रेडी हुँदैछु। क्याप लगाइहाल्यो, स्टाइलिस चेस्मा लगाइहाल्यो, मेरो पुर्खलीको चेस्मा यो मेरो पुर्खले दिएको जस्तो लाग्छ मलाई चेस्मा। म यो चेस्मा त कहिले बिर्सिनु सक्दिनँ, त्यसलाई लगाएर आएको। रेबनको हेर्नुहोस् न, रेबनको खास रेबनको कति दाम त थाहा छ तपाईँलाई? 5000 रुपियाँ रेबन लगाएर राम्रो एकदम झकास देख्छ। साँच्चै त्यो त राम्रै राम्रो देख्छ। राम्रो छैन वाकैमा म अलिक अब रेडी भएको। अब म जाँदैछु यहाँ यसो आफ्नो टिभी पनि हेरिरहेको। अब चाहिँ म जाने एकछिन पछाडि ल। हुन्छ हस् त। मेरो यो जनता, मेरो पब्लिक र मेरो भ्युअर्ससँग म एउटा कुरा चाहिँ गर्नु चाहन्छु। विशेष गरी के हो भने यो चाहिँ मेरो सर्वप्रथम नेपाली ब्लग हो। नेपाली भाषामा म ब्लग गर्दैछु अहिले है। यो एकदमै पहिलो ब्लग हो यो मेरो। तपाईँहरूको प्रति तपाईँको माया प्रेम देखेर मैले नेपालीबाट स्टार्ट गरेको र अबदेखि मेरो ब्लग नेपालीमा आउनुहुन्छ र मेरो ब्लगको नाम तपाईँले थाहा पाइहाल्नुहुन्छ, म लेखिसकेको छु। र यही प्रकारको ब्लग हुन्छ मेरो। यो ऱ्यान्डम सब ब्लग हुन्छ, घरको बारेमा या आफ्नो डेली बेसिक रुल्सको बारेमा, कामको बारेमा, या म कतै गएको पनि ब्लग्स हुन्छ कहिलेकाहीँ, कतैबाट आएको पनि ब्लग्स हुन्छ कहिलेकाहीँ ल। यो यसै प्रकारको आफ्नो घर परिवारकै ब्लग्स हुनेछ र आशा राख्छु तपाईँले मेरो यो पहिला भिडियोलाई नै माया गरिदिनुहुन्छ र आशीर्वाद मेरो भाइ सम्झेर, छोरा जस्तो सम्झेर, अङ्कल सम्झेर, आन्टी सम्झेर, मेरो बाजे बोजू, काका काकी, चाचा चाची, नाना नानी जो पनि हुनुहुन्छ उहाँले मलाई आशीर्वाद दिनुहोस् होला। मेरो यो नेपालीमा बनाएको भिडियो चाहिँ राम्ररी चलिदियोस्, मेरो यो ब्लग चाहिँ राम्ररी चलिदियोस्, त्यही म आशा राख्छु। तपाईँहरूदेखि त्यो आशा म थाप्दै यो स्वीकार्दैछु ल। यो चाहिँ स्टार्टिङ हो मेरो, एकदम स्टार्टिङ पहिलो ब्लग हो। यसलाई हेरिदिनुहोस् ल कस्तो भयो नेपालीमा ब्लग्स मेरो कस्तो हुन्छ ल। एकछिन कस्तो हुन्छ, त्यही कारणले अब अरू बेसी बात के गर्नु, भिडियो पनि लामो हुन्छ। लामो होइन, अलिक सर्ट टाइपको भिडियो बनाउँछु तपाईँको लागि, तपाईँको टाइम पनि वेस्ट नजाओस् र मेरो टाइम पनि वेस्ट नजाओस् ल। र साथी हो, दिदीबहिनी र दाजुभाइ नमस्कार, सबैलाई नमस्कार। यो मेरो तर्फमा चाहिँ मेरो नाम चाहिँ कृष्ण थापा हो। म छोटा मेची बस्ती जयगाउँमा बस्छु, अलिपुर जिल्लामा ल। र मेरो पिनकोड हो 736182। म तपाईँलाई कहिले हँसाउने गर्छु, कहिले रुवाउने गर्छु, कहिले मजा आउने ब्लग बनाउँछु है ल साथी। घन्टा के हो यस्तो आम्बो या साथी, म छक्कै पर्दैछु। म छक्क पर्छु साथीभाइहरू। म त अनि युट्युब भन्ने चिज के हो साथी? एकदम साह्रो पो रहेछ त। बडा सजिलो सोचेको थियो त युट्युबले मैले बडा सजिलो सोचेको थियो कि। यहाँ हेर्नुहोस् त, युट्युबले गर्दा मेरो केही कन्डिसन भएछ, कभर पनि उडेछ मेरो त, बुझ्नुभयो? कभर पनि उडेछ। कता हिँड्यो हौ? अरे माथि नजान, धेरै तल आइज भाइ हो मेरो। यस्तो हुँदो रहेछ बाबा। युट्युबमा त साह्रो छ है साथी हो। युट्युबमा गरेर खानु बहुत साह्रो छ। अब के गर्नु, आफूले त हात त लगाइहाल्यो। अब हात लगाएपछि त्यसलाई अब बारुले पनि चिल्छ, मौरीले पनि चिल्छ, मातोले पनि हात कचाक्कै किच्चाइहाल्छ हो। अनि मलाई यो कपाल गएकोदेखि चाहिँ मलाई यसो गर्नु साह्रो मन लाग्छ हौ। यसो हेर्नु न, यो नरम कपाल छ कि मेरो, एकदम पत्ला। मान्छेले भन्छ यो किरी टाइपको कपाल छ अरे, राम्रो सिल्क्क पऱ्यो क्या त। बाबालाई पनि देखाउँछु नि म कपाल लामो गरेर। अच्छा, यो त हाँसी मजाक त भइगयो। तपाईँलाई त म यही त कुरा गर्नु चाहन्थेँ। यो पहिलो मेरो यो ब्लग हो नेपाली भाषाबाट। यो ब्लगलाई तपाईँले अवश्य मन पराइदिनुहोस् र मलाई आशा राख्छु तपाईँहरूदेखि तपाईँले मेरो यो ब्लगलाई अवश्य नै मन पराउनुहुन्छ भनेर है त। अब हेर्नु त मेरो ब्लगमा के हुन्छ, तपाईँले लु राम्रोसितले हेर्नुहोस् ल। मुट्टु दिनुहोस् मलाई, म तपाईँलाई मुट्टु दिनेछु। नेपालीको छोरा, नेपालीको जय गोर्खाली। पुरा गाडीमा हाम्रो यस्तै साथीहरू यस्तो छ। यहाँ हेर्नुहोस्, घरको आँगनमा सब्जीहरू पनि आउँछ। हेर्नुहोस् सब्जी किन्ने मान्छे आइपुग्छ, सब्जीवाला पनि आइपुग्छ। यहाँ हेर्नुहोस्, आम्बो यस्तो छ हाम्रो त बाबा, गजब छ गजब हाम्रो गाउँ। यहाँ घरबाट कहीँ जानु पर्दैन, घरैमा तपाईँ आँगनमा आइहाल्छ। हेर्नुहोस् यहाँ पुरा भिडभाड भइहाल्छ। यहाँ हेर्नुहोस् है
यिनीहरू क्यामेराबाट हेर्नु हुँदैछ सबले किन्दैछ बिजी छ अब सब्जीवाला बिजी एकदम बिजी र यस प्रकारको नजारा दृश्य छ हेर्नुहोस् हाम्रो गाउँमा ल त बहुत प्यारो लाग्छ मलाई मेरो गाउँ र गाउँको मान्छेमा धेरै मनपर्छ किनभने यहीँ हुर्केर यहीँ जन्मेर होला सायद यो प्रकारको भाउ आएको एउटा राई कराउँदै छैन बिजुवा राई हो यो बिजुवा राई भयो डेन्जर मान्छे राति चाहिँ भयङ्कर डेन्जर हुन्छ दिउँसो नर्मल हुन्छ राति कुनै के उसले के पार्ट्स पर्छ होला त्यसले गर्दा डेन्जर हुन्छ दिउँसो अलिक नर्मल हुन्छ अहिले नर्मल छ राति भेट्नुहोस् तपाईँलाई देखाउँछ एकदम उहाँको ल राति भेट्नु भयो भने तपाईँले थाहा पाउनुहुन्छ कस्तो त दृश्य लिएर कस्तो छ उहाँको मतलब खुट्टाहरू सबै ब्रेक डान्स भन्छ नि एउटा ब्रेक डान्स पहिलाको समयमा ब्रेक डान्स थियो नि आज हरायो ब्रेक डान्स गर्छ उहाँलाई ब्रेक डान्स हो गुरुजी राति बेलुका ब्रेक डान्स गर्नुहोस् है ब्रेक डान्स बुझेन त माथि चाहिँ म मुनि चाहिँ कहाँ चाहिँ बुझ्छ होला है र यसो चाहिँ हाम्रो गाउँको एरियामा चाहिँ खालि कपालमा यसो सुहाउनु त मन लाग्छ के हो बानीलाई साथीलाई के बानी छोड्नु सक्दैन अर्को बानी को लिने आफ्नो बानी को छोड्ने यही त कथा हो होइन के को लागि काटेको के चिजको लागि के बनाउनु आज तिमी अदुवा रहेछ टमाटर रहेछ यो भोटे खुर्सानी रहेछ प्याज रहेछ अन्त यो भोटे खुर्सानी हरियो रातो अदुवा पनि मसिनो काट्नु लसुन चाहिँ के नमिलायो यसमा लसुन लसुन लाउँदैछ ल लसुन मिलाऊ मिठो हुन्छ अहिले यो साग पनि लिएर आएछ यो के साग हो रायो साग हो रायो साग त देख्ने बित्तिकै मुखमा पनि पानी पो आउँछ पानी मेरो फेभरेट हो रायो साग आई लाइक रायो साग भेरी मच म सानोदेखि नै मेरो आमाहरूले जब मेरो आमा सब्जी हाट बजार गर्थे त्यो टाइममा हाम्रो आमा जहिले पनि रायो साग तपाईँको यो सिमरायो साग तपाईँको डुकु साग भने साग जति पनि आइटम छ मेरो आमा र आमा बाबाले हमेसा लाएर मलाई खुवाउँथे त त्यही लागि मलाई रायो साग देखेपछि हर भइहाल्छ हर मतलब खानु मन लाग्यो तुरन्तै खानु मन लागिहाल्छ त्यस्तो छ यो चाहिँ अब चिकन रेडी रहेछ चिकनमा पनि के तिमीले त्यो रायो साग मिलाउने अरे यार रायो साग मिठो हुन्छ चिकनमा साथी हो हेर्नुहोस् है भन्नुहोस् है तपाईँहरू रायो साग मिठो हुन्छ मिठो हुँदैन ल खाएपछि म तपाईँलाई बताउँला त्यसको रिभ्यू हल्का मेरो बुढीले टेन यसमा के छ हो यसमा के छ बिस्तारै निकाल्नु होला बिस्तारै यहाँ सरप्राइज 1 2 3 अरे चिकन पो रहेछ त जिउँदो होइन काटेको रहेछ साथी हो चिकन मजाले पिस गरेर चाहिँ चाहिँ हाफ केजी चिकन हो 500 ग्राम भन्छ नि हाफ केजी सही हो सही भन्यो भने ठिकै हो यहाँ हेर्नुहोस् त कति दामी सेटिङ यहाँ चाहिँ हाफ किलो तपाईँको चिकन यहाँ चाहिँ चिकनमा हाल्ने मरमसलाको सामग्रीहरू यहाँ चाहिँ हाम्रो हरियो ग्रिनेरी साग जो स्वास्थ्यको लागि एकदमै राम्रो उत्तम हुन्छ राम्रो र उत्तम हुन्छ अब हामीले यो बनाउनै पर्यो बनाउँदै गरेको दृश्य पनि तपाईँलाई म एक नजर हेराउँछु है त है ल त्यति बेलासम्म हामी अर्कै कुरा गरिराखौँ हाम्रो पुर्खोको कराई हेर्नुहोस् मेरो हामी जब सानो थियो सरी हामी होइन हाम्रो नानीहरू चाहिँ सानो जब थियो तब किनेको यो कराई हो अहिलेसम्म यति राम्रो छ यो कराई हेर्नुहोस् न भले तपाईँलाई पुरानो देख्ला तर यसमा खानापिना यति राम्रोसँगले पाक्छ नि के भन्नु दाजु के भन्नु दिदीबहिनी हो यो कराई मलाई असाध्यै राम्रो लाग्छ यसमा यहाँ ह्यान्डल पनि थियो यहाँ पक्रिने यस्तो ह्यान्डल त्यो सब भत्किगयो त यो कराई चाहिँ बडा मजबुतीसँग चाहिँ यस्तो मोटो कराई पनि पाउँदैन तपाईँलाई अहिलेको मार्केटमा योभन्दा पुरा पातला कराई पाउँछ मेरो बाबाको जमाना कराई हो दाजु हेर्दा दिदी हो हेर्नुहोस् मेरो बाबाको जमाना कराई हो यो पानी ओइल सुकेपछि हाल्छ यो सामग्री ल यसमा गयो रिफाइन तेल हल्का जति तपाईँको सामग्री छ त्यस हिसाबले तेल हाल्नुपर्छ र मेरो मिसेसले त्यति नै तेल हालेको छ यहाँ हेर्नुहोस् ठिकैको मात्रामा तेल एकदम मात्रामा हाल्नुपर्छ अब आउँछ तेल खारिनु दिनुपर्छ छर पारेर तेल हेर्नुहोस् हल्का त्यो फिज हुन्छ नि त्यो फिज आउँछ यो रिफाइन तेलमा बेसी फिज आउँदैन तपाईँको त्यो जुन चाहिँ हाम्रो सरसोको तेल भन्ने हुन्छ नि
त्यो खाने तेल हाम्रो नेपालीमा खाने तेल भन्छ र मेरो आमाले आजसम्म खाने तेलमै खाना खान्छ हामी चाहिँ रिफाइनमा बानी भइसक्यो सबकै मेरो सुटीले प्याज हाले हेर्नुहोस् है प्याज पनि चार गर्दैछ हेर्नुहोस् साउन्ड प्याजको प्याज पनि कराउँदैछ मलाई पोल्यो भनेर मजाक गर्दैछ तपाईँको हेर्नुहोस् भुट्यो अझै यसमा प्याज मिलायो यो चाहिँ हामीले एकदम स्पेसल प्रकारले होइन एउटा नर्मल रूपले जो हामी घरमा स्वाभाविक रूपले खान्छ नि खानाहरू त्यस्तो टाइपको बनाउँदैछ है ल त्यो होटल टाइपको एकदमै स्टाइलिस लाजवाब त्यस्तो केही पनि छैन यो सिम्पल एउटा नर्मल सामग्रीको हिसाबले त्यही अनुसारले हामीले बनाएर तपाईँलाई देखाउँदैछ यसमा कुनै प्रकारको त्यो नयाँ चिजहरू भन्ने छैन जस्ट आफ्नो स्टाइल हुन्छ नि एउटा के त तपाईँको आफ्नो स्टाइल र हाम्रो घरको आफ्नो स्टाइल र खाना त टेस्ट त त्यही नै हो तपाईँको जस्तो स्टाइल भए पनि होइन के गर्ने स्टाइललाई अब प्याजलाई चाहिँ तपाईँको हल्का रातो हुन दिनुपर्छ है हल्का रातो ल प्याज हल्का रातो हुँदैछ यहाँबाट आइपुग्यो तपाईँको हाम्रो सुमा माने मासु यो चाहिँ पोल्ट्रीको है दाजु यो पोल्ट्री हो दिदी बहिनी हो पोल्ट्री यानि लोकल पोल्ट्री कुखुराको पोल्ट्री फार्मको म त अलिक बेसी बोल्छु कि माइन्ड नगर्नुहोस् ल मजाले अब यहाँ प्याजसँग हालेर जाजु हालेर मेरो मिसेसले खाना चाहिँ मस्त बनाउँछ छिटो पनि बनाउँछ अलिक फटाफट बनाएको चाहिँ खाना पनि टेस्ट लाग्छ अब उसले यसमा के एड गर्ने चिजहरू एड गर्छन् उहाँले यहाँ चलायो बडा सुन्दर टाइपले चलायो उसले मासु पनि बडा खुसी छ हेर्नुहोस् न सब मिलिरहेको मासु र झारे पनि एक दुईवटा प्याज तालिएको होला यसमा त्यसमा झारे पनि उसले केरो चाहिँ फ्याँकेन है केरो फ्याँकेको अब यसलाई हल्का हाफ पाक्नुपर्छ होला सायद होइन कि कसो त्यसै होइन मलाई चाहिँ बनाउन आउँदैन है साथी हो मलाई चाहिँ खानु मात्रै आउँछ बनाउनु चाहिँ आउँदैन र आजसम्म बनाएर कसैलाई खुवाएको पनि छैन त्यही कारणले गर्दा मलाई एक दुई चाहिँ मेरो हातले बनाएको म तपाईँलाई रेसिपी यसै भिडियोमा देखाउने ल यहाँ हेर्नुहोस् यो अब राख्यो अब हाल्दैछ क्या रङ भन्छ रात परेछ त केसर बेसर के अरे यहाँ के हो यो बेसर केसर हलुद भनिन्छ यसलाई भन्दै मैले राति हल्दी भन्नु हुँदैन भन्छ नि सबैले कि मलाई भन्थ्यो अब केसर बेसर त मलाई थाहा छैन हल्दी चाहिँ मलाई थाहा छ हल्दी हालेर पहिल्यै बनाइदियो लु जा त इन्ट्रेस्टिङ बनाइदियो मासुलाई कलरिङ आयो कलर आयो पहिलोभरि मजा हो त्यसपछि चाहिँ हाल्दैछ उहाँले प्याज खुर्सानी भोटे खुर्सानी अदुवाको त्यो सानो टुक्राहरू उहाँले लसुन चाहिँ हाल्नुभयो सायद लसुन छैन होला होइन हाम्रोमा लसुन छैन होला लसुन नै हाल्यो भन्दा त लसुनको त मैले देखेन दाना पनि कहाँ खै अदुवा यहाँ अब सानो अचार हाल्यो उहाँले खुर्सानी पाउडर खुर्सानीको अचार हाल्यो खालि यो ड्राई खुर्सानी हुँदैन ड्राई चिल्ली सुकेको खुर्सानी उसलाई पिनेको थियो त्यो पिनेको अचार उहाँले हाल्नुभयो यस प्रकारले अब हल्का यो तातिनेछ जस्तो तातिँदै जान्छ उति मासु पाक्दै जान्छ पोल्ट्री कुखुराको त मासु पाक्नु धेरै टाइम लाग्दैन चाँडैभन्दा चाँडै पाकिहाल्छ लोकल कुरा जस्तो चाहिँ हुँदैन लोकल भनेको लोकलै हो स्वादिलो हुन्छ हामी सानो लोकल कुखुरा खाएर आएको मेरो बाबाले त पोल्ट्री कुखुरा कहिले खाँदैन भन्थ्यो योभन्दा त आलु मिठो भन्थ्यो सही कुरा पनि होला होइन योभन्दा आलु मिठो भन्थ्यो सही कुरा पनि होला अब उहाँले चलाउँछ हल्का चटाक नुन हाल्यो अब स्वाद अनुसार उहाँले नुन हाल्नुभयो अब उहाँले चलाउँछ मजाले हेर्नुहोस् आहा हेर्दा यो कुखुराको मासु त झन् पो मिठो झन् पो राम्रो हुँदै गयो है साथी हो हुँदै गयो यस प्रकार ओ अब यसलाई ड्याममै छोपिदिन्छ बिल्कुल पनि सास फेर्नु सक्दैन यसले भित्रै नै उम्लेर तातेर पाकिहाल्छन् ओहो बस अब यसको ढक्कन निकालेपछि कुरा ढक्कन निकाल्दाखेरि नै हुन्छ ल ढक्नी खोलेर चलायो फेरि एकछिनमा चलायो जस्ट एक मिनट पछि ढक्नी निकालिहाल्यो उहाँले म ढक्नी थाहा पनि पाएन कसरी निकाल्यो फेरि म सुट गरिहालेँ फेरि ढाक्दिएँ दुई खेप भयो ढक्नी ढाकेँ हेर्नुहोस् याद तपाईँहरू दुई खेप भयो यसलाई ढाकिरहेको छ हेर्नुहोस् धुवा कतै आउँदैछ हेर्नुहोस्
अब यो चाहिँ भयो 3 खेप ढक्ना खोलेको है 3 खेप 1 खेप 2 खेप 3 खेप हेर्नुहोस् हेर्नुहोस् साथीभाइहरू कति मिठो भएको छ अहिले म त खाउँ लागिसक्यो नि हौ खाउँ लागिसक्यो के भन्नु घिच्चा नै त होइन म तर पनि खाउँ लागिसक्यो फेरि छोप्यो थर्ड टाइम 3 खेप छोपे आहा क्या मिठो सेन्ट आउँदछ गुरुजी क्या मिठो सेन्ट तपाईँलाई म ढाँटेको होइन साथीभाइ हो ढाँटेको होइन साह्रै मिठो सेन्ट आयो फेरि उसले ढक्ने खोल्दा म देखाउँछु यसको कलर कस्तो जति उसले ढक्ने खोल्छ उति कलर पनि चेन्ज हुँदै जान्छ पानी पनि सुक्दै जान्छ तपाईँको कि पोल्ट्री कुखुरामा धेरै पानी हुन्छ क्या त्यही कारणले गर्दा आज फेरि म तपाईँलाई एउटा मान्छेको इन्ट्रोड्युस गराउँछु यहाँ हुनुहुन्छ यहाँ ए मुख सबै हेर्नुहोस् हेर्नु ए शरम लाग्नुपर्ने हे भगवान् के देवा यता हेर्नुहोस् न दाजु ए भाइ सरी भाइ प्लिज यो भिडियो त आउने त होइन के भएको त त्यसै दर्दीलाई गर्दा यो भिडियो थियो नि नेपालीमा भिडियो बनाउँछु कस्तो मान्छे होइन यो म सबुत राखेँ भोलि ढाँट्यो भने देखिए यो सरी यो फेरि अझै एकपल्ट उहाँले ढक्दा तातो रहेछ अब बहुत गरम बहुत तातो पो रहेछ त उहाँले यहाँ हेर्नुहोस् म चलाउँदैछु अहिले चाहिँ मेरो हात हो यो यहाँ हेर्नुहोस् मेरो हात मस्त दामी भयो यार हाल साग मिसाउँदैछ हामी रायो साग तपाईँ पनि एकपल्ट ट्राई गर्नुहोस् पोल्ट्री कुखुरासँग रायो साग कस्तो हुँदो रहेछ तपाईँहरूको स्वाद कस्तो हुँदो रहेछ हामीलाई राम्रै लाग्छ योभन्दा 2-4 पल्ट हामीले घरमा बनाएर खाइसकेको थियो यो आइडिया चाहिँ हामीलाई फेरि हाम्रो एउटा साली छ उहाँ सालीले दिनुभएको थियो आइडिया हाम्रो दसैँको टाइममा हाम्रो दसैँ तिहारको टाइममा होइन सागमा तपाईँ पोल्ट्री कुखुरा मिलाएर खानुहोस् सागले को टेस्ट बडा राम्रो हुन्छ भन्दाखेरि चाहिँ त्यसपछि हामीले मिलाएर खानु थालेको थियो त्यो पालिदेखि चाहिँ हामीले पनि थाहा पाएको सागसँग वाकैमा पोल्ट्री कुखुरा राम्रो हुँदो रहेछ टेस्टिलो हुँदो रहेछ हामीलाई के पनि त अझै यो त तपाईँको रायो साग भयो यसमा अझै सिमरायो साग हुनुपर्छ पोल्ट्री कुखुरामा झन् मिठो सिमरायो साग छ भनेदेखि झन् मिठो हुन्छ यो त रायो साग रहेछ रायो साग मिठै हुन्छ त यो भन्दा झन् मिठो त सिमरायो साग हुन्छ पोल्ट्री कुखुरा मिलाउने यहाँ हेर्नुहोस् त कस्तो राम्रो मिल्दैछ जेमा मिल्ने हामीले रायो साग सिजनेबल साग हो यो कताको हो हाम्रो इन्डियापट्टिको हो कि हाम्रो भुटानपट्टिको हो रायो साग कतापट्टिको सोध्नुहोस् रायो साग त कताको इन्डियाको भुटानको साग भन्दैन उसले बोल्दैन रिसायो कराईमा हाल्यो भनेर अब यसलाई चलाएर फेरि छोपिदिँदा 4th टाइम हामीले छोपिदिन्छ 4th टाइम अरे यो 4 खे भयो उता लगाइदिनु भन्दैछ लु अब फेरि खोल्दैछौँ हामी यसको ढक्का नै ला पानी आएछ अहिले चाहिँ ओ पानी पो आएछ त पानी परेछ सागमा त होइन सागले गर्दाखेरि हो भने हजुर धन्यवाद तपाईँलाई धन्यवाद यति भनिदिनु भएकोमा हामीलाई थाहै थिएन छोपेपछि पानी सुक्छ थाहै थिएन छोपेपछि पानी सुक्छ कि यो यसैलाई अझै पकाएपछि पानी सुक्छ हौ यो दुइटामा एउटा कुन चाहिँ सही हो भन्नुहोस् त मलाई छोपेपछि पानी सुक्छ या आगो बोलेमा पकाएपछि पानी सुक्छ भन्नुहोस् त मलाई दुइटैमा सुक्छ अरे हुन्छ उहाँ भाइलाई सोधिहेरेको भाइ ज्ञानी हुनुहुन्छ उहाँ अब फेरि एउटा आइटम हुँदैछ यहाँ चाना हो बडा मस्त पाकेको छ यसमा अलरेडी सबै कुरो भइसकेर पाकेर पनि सेलाएको छ यो त्यही लागि यसलाई चाहिँ हल्का यो ग्यासमाथि लगाएर अलिकति तताउने मात्रै के जाडोको महिना छ जाडोको महिना आजसु गर्दा खानु भएन यसलाई अलिक हल्का तताएर मुखसँग लाएर मजाले खाने चिज यो चाना यति मजाले बनाउँछ मेरो मिसेस हेर्नु राति भएर होला सायद कि अलिक छाया आउँदैछ र यहाँ हेर्नुहोस् चानामा कतिवटा सामग्रीहरू हालेको छन् उहाँले हेर्नुहोस् यो चाहिँ हाम्रो घरको जस्तो एकदम प्योर ओरिजिनल चाना है यो यहाँ हेर्नु चिकन पाक्दैछ हाम्रो मुखमा पानी आइसक्यो मेरो त बोल्दा मुखभरि फिज भइसक्यो पानी यहाँ हेर्नुहोस् उहाँ पछाडि कोचिङ गर्दैछ उहाँले हो उहाँले खै के भन्नु हो अनुहार देखाउनु भन्छ खालि उहाँ पनि बडा ह्यान्डसम हुनुहुन्छ भाइ जे पनि होस् हाम्रो भाइ चाहिँ बडा ह्यान्डसम हुनुहुन्छ हो अब उसको अनुहार देखाएको त मेरो क्यामेरा बिग्रिन्छ भन्छ अन्त मेरो क्यामेरा बिग्रिन्छ भन्छ त के चाहिँ गर्नु डर लाग्छ एउटै मोबाइल छ क्यामेरा बिग्रिनु खत्तम छ त उहाँ भाइ जस्ट जोकिङ फेरि खोले मेरो मिसेसले खोलेको आज चाहिँ पाक्नु त निकै टाइम लाग्छ नि पोल्ट्री कुखुरा पनि
झन्डै भयो 20 मिनट हो नि 20 मिनट त हो चुक्यो हाम्रो कति 20 मिनट त भयो यो चाहिँ मलाई थाहा छ यो चाहिँ पाकेकै थियो छिटो छट्टै गरम भइहाल्यो यो माथि प्याज छ चन्द्रमा जस्तो छरिदिन्छन् अन्त हाम्रो भाइले कप्प खान्छन् बडा मजाले खान्छन् घुम्दा मजाले खान्छन् त्यसमा अहिले चाहिँ मोहन माग्छ सायद म त्यस्तो लाग्छ जति चाना मिठो उसले उहाँलाई मोहन मिठो लाग्छ हाम्रो दोकानको यो चाहिँ मेरो दोकान मोमो दोकान हो तपाईँले मेरो दोकानमा एकपल्ट एकदम राम्रो रेसिपी देखाउँछु यहाँ हेर्नुहोस् कति मजा चटक्कै बनाएँ अब हाम्रो ह्यान्डसम भाइले एकदम दिन्छ उहाँले उहाँको अनुहार देखाउँदिनँ म तपाईँहरूले पनि देख्यो भने तपाईँले मग्न हुनुहुन्छ होला त्यो नहेर्नुहोस् तपाईँहरू न ल ह्यान्डसम भाइलाई दिइहाल अब गयो ह्यान्डसम भाइको मुखमा अब मोहन खान्छ उहाँलाई मलाई थाहा छ मोहन कतिखेर अर्डर गर्छ उहाँलाई थाहा छैन पाक्नु आँट्यो मेरो बुढीले भन्नु हुँदैछ पाक्नु आँट्यो अब चाहिँ यहाँ धुवा बाफ निक्लेको मलाई चाहिँ कुकिङको केही नलेज छैन है हजुर मलाई कुकिङको केही पनि नलेज छैन म त जस्ट मेरो मिसेसले जस्तो जस्तो गर्दैछ त्यो अनुसारले म तपाईँहरूलाई बताउँदैछु है ल बताएको मात्रै यो चाहिँ तपाईँहरू घरमा पनि बनाएर खानुहुन्छ ल सबैले नै खानुहुन्छ ल सबैको आफ्नो आफ्नो एउटा स्टाइल हुन्छ यो पनि यो चाहिँ हाम्रो स्टाइल यो चाहिँ हाम्रो स्टाइल यानि थापाको स्टाइल थापा भने मगर जात हामी मगरको स्टाइल अब चाहिँ तपाईँको यो चिकन खानेको लागि हामी यो मुखमा जानुको लागि रेडी भयो हेर्नुहोस् ल एकदम यो प्रकारले रेडी भयो तयारी भयो ग्रेभी मत बनाऊ ग्रेभी नबनाऊ यो ठिकै छ साग पनि पाकेको लत्तै हो पोल्ट्री त पाकि नै हाल्छ धेरै मिठो स्वाद पनि आयो यहाँ गरम मसलाको स्वाद पनि गरम मसला हाल्यो हो कि हाम्रो रेडी भयो ल यो मासु चाहिँ तपाईँहरूलाई म बिहान यो देखाउँदैछु हेर्नुहोस् यो खाइन्छ हाम्रो गाउँतिर यो के हो चिन्नु सक्नुहुन्छ तपाईँहरूले यहाँ हेर्नुहोस् फ्लावर छ फुल जस्तो छ सेतो सेतो छ यो त यो कहाँ फल्छ कतिले त बुझिसक्यो होला के हो भनेर यो चाहिँ हो तपाईँको भनिदिउँ है साथी हो भनिदिउँ म त भन्नु छिटो छ कि भनिदिउँ यो चाहिँ परमेश्वरी भनिदिनु पक्का भनिदिनु ल नलजाइकन भन्दै यो चाहिँ तपाईँको चियापत्तीको फुल हो चियापत्तीको गाँचमा फल्छ त्यहाँबाट यिनीहरू टिपेर सानो सानो लिएर आउँछ हामी किनेर खान्छ यतिको तपाईँलाई 10 रुपियाँ मात्रै पर्छ 10 रुपियाँमा यति यो प्रेसरमा 20 रुपियाँ सरी 20 रुपियाँ दाम बढेछ सायद सत्य छ परमेश्वरी यो सबै सत्य कुरा हो यो 20 रुपियाँ किन्नु भएको चाहिँ सरी 10 रुपियाँ भनेपछि म सरी 10 रुपियाँ लस गर्नु खोज्यो तर केही छैन हेर्नुहोस् कति राम्रो देख्छ यसलाई अब सुकाएर पनि खान सक्नुहुन्छ तपाईँले यो काँचै हाले खाँदा पनि हुन्छ र अन्डासँग सुकाएर झन् मिठो हुन्छ नि फ्राई गर्दा अन्डासँग यो सब छ त्यो चियापत्तीको फुल र यसले चाहिँ धेरै काम गर्छ स्वास्थ्यको लागि प्रेसर हाई सुगर सबैलाई कन्ट्रोलमा राख्छ यो फुलले चाहिँ हेर्नुहोस् यो प्रकार कति दामी चाहिँ हेर्नुहोस् यस्तो फुल छ ल बिहानको टाइमको यो कुरा हो तपाईँ र हाम्रो बिचमा